रोगी छ भने नि आज मलाई वैद्यको खाँचै छैन पिता, मलाई कुनै डाक्टरको खाँचो छैन, कुनै धामी जैसीको खाँचो छैन, कुनै केको खाँचो छैन, मलाई तपाईँको खाँचो छ भनेर घोडा टेकेर गफको मुन्टो लगाएर भुलिएर परमेश्वरसँग एउटा कुनामा माग्नु त सबै कुरा त्यति बेला परमेश्वरले शिर खडा गर्ने होइन, सिधा गरेर हिँड्ने निरोगी परमेश्वरले बनाउनुहुन्छ। त्यस्तो परमेश्वर हुनुहुन्छ होइन। पहिला हामीलाई वैद्यको पनि खाँचो थियो, डाक्टरको पनि खाँचो थियो। अस्तिको पालि सरले पनि त्यसको प्रस्ताइदिनु भयो, कुनै डाक्टरलाई शैतान बोल्छ, कुनै धामीलाई शैतान बोल्छ भनेर कदापि नभन्नु होला। हामी पनि त्यही डाक्टरको पासमा गएर हुन्जेल छाउन्जेल कुराहरूलाई ठिक गर्नुहुन्छ भनेर उहाँकै पक्षमा हिँडेको, उहाँकै पछिमा हिँडेको, उहाँकै टाइम टेबलमा हिँडेको। तर यो समय परमेश्वरले यति संसारमा उद्धार ल्याइसकेपछि अहिले कस्तो पक्षमा हिँड भन्नुभएको छ त? मेरो पक्षमा हिँड, मेरो साथमा हिँड सन्तान, त्यो सबै कुराबाट तिमीहरूलाई मैले निकाल्छु कसले भन्नुभयो? परमेश्वरले होइन। आज सबै कुरा परमेश्वरले दिनुभएको। यति खुसी कि त्यो खुसीको सीमै छैन। साथैमा मैले भन्थेँ सबै मेरो घर परिवार बिग्यो, मेरो कुनै आम्दानी छैन, म यसै गरेर जाने भएँ, मेरो कुनै कामै मिलेन, यो मलाई भन्दैछु। तर मलाई भनेको होइन, यो सबैलाई दबाई भइसकेको छ है, होइन हो कि होइन? होइन हो, एकदमै मलाई सबै सिक्यो भनेर मैले भन्थेँ। तर आज परमेश्वरको प्रार्थना गर्दा, परमेश्वरको आराधना गर्दा, परमेश्वरलाई सुम्पिँदाखेरि सबै कुराबाट शीतल आनन्द शान्त परमेश्वरले दिनुभएको छ।